कर्म गर्दै जानुपर्छ। त्यसकारण हामीलाई शिक्षा संस्कार सुसंस्कृत गरेर आज हामीलाई भोट दिए तपाईँहरूकै छोरी बुहारी नातिनी आज यसको सभासद भएर तपाईँहरूलाई केही कुरा भन्न चाहेको छु। साँच्चै नै आज 79 सालमा हजुर आर्थिक कृतज्ञता ज्ञापन गर्दछु। राज्यले जुन 52 सालमा 100बाट सुरु गरेको नागरिक सम्मान भत्ता भनेर सुरुवात गरेको थियो। आज महिनाको 4000 रुपियाँ प्राप्त गरेर 3 महिनाको 12,000 पैसा यो 8 नम्बर वडाले घर घरमा तपाईलाई यो राष्ट्रको गौरव। आज ज्येष्ठ नागरिक राष्ट्रको गौरव हुनुहुन्छ। त्यसकारण हजुरहरूले पाउनुपर्ने सेवा सुविधा सरकारले दिइरहेको छ। ज्येष्ठ नागरिकहरूलाई छुट्याएर जाँदाखेरि पनि तपाईँहरूलाई स्वास्थ्यको क्षेत्रबाट सम्मान गरेर तपाईँहरूलाई सेवा सुविधा दिएको छ। आज स्थानीय सरकारले जुन कुराहरू प्रदेश सरकार त्यसपछि सङ्घीय सरकार आज जनप्रतिनिधिको रूपमा वडा आफ्नो पालिका आफ्नो प्रदेश र सङ्घलाई हामीले आज बजेटहरू छुट्याएर राष्ट्र गौरवको आयोजनाहरू छुट्याएर विकासको क्रम गरिरहेको छौँ। तर भन्दाखेरि जनताले काम गरेकै देखेको छैन। त्यसकारण विकास धेरै भएको रहेछ। अहिले भर्खरै हिजो आयो कोशी प्रदेश सभाबाट कर्णाली प्रदेश र बागमती प्रदेशको साटासाट गरेर आउँदाखेरि जुम्ला हुम्लाको जिल्लामा गएर हेर्दाखेरि यस्तो विकट ठाउँमा पनि गाडीको बाटो पुगेको छ, बिजुली पुगेको छ, खानेपानीको समस्यालाई समाधान गरेको छ। आज गणतन्त्र आइसकेको छ। त्यसकारण हामीलाई जनताले भोट माग्नु जाँदाखेरि केही गरिनस् भन्नुहुन्थ्यो। तर अहिले वार्डमा तपाईँहरूलाई राज्यले त सेवा दिइरहेको छैन भन्नुहोस् त। तपाईँहरूलाई राज्यले सेवा दिइरहेको छ। ज्येष्ठ नागरिकहरूलाई, बालबालिकालाई, महिलाहरूलाई प्रश्न पार्नुपर्छ। विकास धेरै थिएन। म भर्खर हिजो छाडी अस्ति आइपुगेको 1 हप्ताको भ्रमणबाट। त्यसकारण हामीले धेरै काम गर्न बाँकी छ। जो जनप्रतिनिधिले लिएर जानुभएछ आफ्नो आफ्नो क्षेत्रबाट विकास। एउटा कुरा के नागरिकहरूलाई हार्दिक चाहन्छु र मैले जितेर गइसकेको मैले एउटा सङ्कल्प गरेको थिएँ। मेरो जन्मघर मेरो जन्मघरमा ज्येष्ठ नागरिक भवन थिएन। त्यो ज्येष्ठ नागरिक भवन नभएको देख्दाखेरि मेरा पिता पुर्खाले आज जन्म दिनुभयो मलाई। त्यो ठाउँमा मेरो आमा बुवाहरूलाई एउटा भवन नभएर आफ्नो दुःख ठाउँ नभएर त्यहाँका ज्येष्ठ नागरिकहरूको दुःख देखेर मैले कोशी प्रदेश सरकारबाट बजेट विनियोजन गरेर 40 लाख रुपियाँ पैसा हालेर इलाममा मैले ज्येष्ठ नागरिक भवन सम्पन्न भएको छ। त्यसै गरी धरानमा पनि मैले सबै 20वटा वडामा अवलोकन गर्न गएँ। जहाँनिर चाहिँ आवश्यक कुरा छ त्यो ठाउँमा बजेट छुट्याइदिए। धरानको 5 नम्बर देउरालीमा स्वास्थ्य केन्द्र नभएर 17 वर्षदेखि जग्गाहरू ओगटेर राखेको, तर बजेटको अभावले स्वास्थ्य खोप केन्द्र बनाउन सकेको थिएन। र पहिलो प्राथमिकतामा त्यसैलाई नै पहिलोपल्ट जितेर जाँदाखेरि स्वास्थ्य खोप केन्द्रलाई
पैसा म दिन्छु भनेर भनेको थिएँ र 25,000 पैसा आफैले दिइसकेपछि वडावासीबाट 1,000 उठाउनुहोस् भनेपछि उहाँले वडावासीबाट 5वटा कि 6वटा वडा टोल विकासबाट उठाएर 25 लाख रुपियाँ उठाउनुभयो र 15 एक तला भवन गरेका छौँ र दोस्रो तलालाई 40 लाख रुपियाँ पैसा मैले हालिदिएर त्यो भवन सम्पन्न हुँदैछ र अरू शिक्षा र स्वास्थ्यको लागि म आफै पनि महिला शक्ति भएकोले मातृशक्तिहरूलाई माया गर्छु। महिला सञ्जाल भन्ने धरानमा आफैले स्थापना गरेर सञ्चालन गरेको संस्था जब कि हामी एउटा कार्यालय थिएन झोलामा हामीहरू कार्यालय जब मैले जितेर गएँ 30 लाख रुपियाँ मैले आफ्नो पैसा र मैले त्यो महिला सञ्जालको भवन बनाउनलाई 25 लाख हालेर अहिले भर्खरै अस्ति फागुन 13 गतेको दिन त्यो भवन उद्घाटन गरिसकेको छु। नेपाल सोसाइटी जहाँ विपद हुन्छ त्यहाँ मेरो गएको गत वर्षको 30 लाख रुपियाँ थियो 15 नम्बर र 8 नम्बर वडा अध्यक्षलाई होइन म शिक्षाको लागि लगानी लाउँछु। जब हामीले बालबालिका अब असारभित्रमै त्यो पैसा निकासी हुन्छ र 15 नम्बर वडालाई अहिले 82 वडालाई 4 त्यसैले वडालाई नै माया गरेर हामी बजेट भनेर हामी सल्लाह गरेर वडा अध्यक्षज्यूहरूलाई सल्लाह मागेर बजेटहरू विनियोजन गरिरहेका छौँ र यसपालिको जब गत बजेट हाल्दाखेरि जो मन्त्री ठाउँमा आफ्नो बनेका जस्तो गरेर छर्ने हामीलाई पनि बजेट नआउने जस्तो यसपालि आज यो सामाजिक सभामा मलाई त्यो अवधिलाई यहाँ तपाईँहरूलाई समय दिन आइदिएको छु। त्यसकारण मलाई आज मलाई केही कुरा भयो आभार चाहन्छु र तपाईँसँग बस्न मन लाग्दै पनि आज जनप्रतिनिधि भएपछि बस्न सकिँदैन रहेछ। त्यसकारण आज अति नै एउटा आवश्यक कुरा धरानमा एकदमै गाह्रो छ। खानेपानीको स्वास्थ्यसँगको कुरा त्यस्तै एउटा मुद्दा उठाइरहेको छु। धरानमा छाता जुगमा पहिला धरान नगरपालिकाले सञ्चालन धरान अस्पताल अहिले गर्न सकेका छन्। त्यो सञ्चालन गर्नका लागि आह्वान गरिरहेको छु। केन्द्रमा गएर सङ्घीय सरकारलाई प्रधानमन्त्रीज्यूलाई हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई अनि सँगै मन्त्री स्वास्थ्य मन्त्रीज्यूलाई र अर्थमन्त्रीज्यूलाई एउटा धरानमा नगर अस्पतालको माग गरेर भर्खरै दर्ता गरेर अगाडि बढाएर आएको छु। उहाँहरूले पनि सकारात्मक सोच भएर उहाँहरूले देश पठाउनु भयो र हाम्रो नगरपालिकाको अधिकृतसँग पनि कुरा राखिरहेको छु। कार्यपालिकाको एउटा बैठक निर्णय र कार्यपालिका
धरान उपमहानगरपालिकाले धरानमा नगर अस्पतालको माग गरेर लेखेर पठाउनु भयो भने अगाडि बढाउँछु भनेर सम्मानित प्रधानमन्त्रीले ती कुरा पठाउनु भएको छ। त्यसकारण आज पनि मुख्यमन्त्रीसँग टाइम मागेर यही कुरा गर्नु चाहन्छु। त्यसकारण आज मुख्यमन्त्रीज्यूहरूलाई भेट्न ओर्न कति गाह्रो छ क्या हामीलाई चलेको बेलामा पनि भेट्न गाह्रो हुन्छ, सदन नचल्दा पनि झन् गाह्रो हुन्छ। त्यो भएकोले हजुरहरूलाई एकदमै भेट्ने अवसर प्राप्त भएको छ र मैले तपाईँहरूलाई सम्मान विचारधारालाई यसो सलोडाएँ। अरू चाहिँ हाम्रो प्रशासक अधिकृतज्यूले हजुरहरूलाई सम्मान गर्नुहुन्छ, वडा अध्यक्षज्यूले गर्नुहुन्छ र आजको यस सम्मानित सभामा मैले केही कुरा शुभकामना मन्तव्यहरू राख्ने अवसर प्रदान गरिदिनु भएकोमा सम्पूर्ण अध्यक्षज्यूलाई सम्पूर्ण यस वडाका वासीहरूलाई मैले फेरि आभार व्यक्त गर्दछु र हाम्रो नागरिकहरूलाई हामीले सम्मान गरौँ भने मात्रै हाम्रो छोराछोरीले पनि हामीलाई सम्मान गर्छन्। आज हजुर ज्येष्ठ नागरिक हुनुभएको भोलि गएर म पनि जसले आज ज्येष्ठ नागरिकहरूलाई अवहेलना गरेर वृद्ध आश्रममा लगेका छन्, ती छोराछोरीहरूले दिएका दुःख पीडा कष्ट खप्नु नसकेर कहाँ गएर त्यो कुरा राख्ने भन्ने कुरा पनि तपाईँहरूको मनमा बुझेर आज सरकारले सम्मान गर्ने काम गरिरहेको छ। मैले एउटा देशघाटमा जाँदाखेरि एउटा बुढी आमालाई भेटेको थिएँ। आमा सन्चै हुनुहुन्छ भनेर सोद्धाखेरि नानी सन्चै छु, एमाले पालेको छ भने के गरेर पालेको छ? 4000 ज्येष्ठ नागरिक भत्ता दिएको छ, 3000 पैसा म तिर्छु, 1000 पैसा मेरो नाता नाति चक्लेट खान पाउँछु भन्दाखेरि मेरो आँखाबाट आँसु आयो है। त्यो कुराले पनि मेरो मन छुयो। त्यसकारण आज जहाँ ज्येष्ठ नागरिक भएर ठुल्ठुलो वडाबाट आज आउनुभएको छ, उहाँहरूलाई म सलाम गर्छु, सल्युट गर्छु। उहाँहरूलाई एकदम हामीले सम्मान गर्नुपर्छ। ज्येष्ठ नागरिक हाम्रो गौरव हो। उहाँहरूले आज हामीलाई जन्माउनु भयो, संस्कार दिनुभयो, शिक्षा दिनुभयो। आज हामीले उहाँहरूले दिनुभएको शिक्षा संस्कारले आज राष्ट्रको प्रमुख व्यक्तित्व त्यही छोरी विद्यादेवी भण्डारी पनि आमा बाउले जन्माएको राष्ट्रको प्रमुख व्यक्तित्व बन्नुभयो, राष्ट्रपति बन्नुभयो, आज प्रधानमन्त्री हुनुभयो, मन्त्री हुनुभयो। म सांसद भएर आएको छु। त्यही आमा बाउले हाम्रो भगवान हुनुहुन्छ। त्यसकारण हामीले आफ्नो आमा बाउलाई कहिले पनि अवहेलना नगरौँ, सम्मान गरौँ। त्यसकारण आज जुन ज्येष्ठ नागरिक आमा बाउलाई सम्मान गरिरहेछ त्यसका लागि सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना र यो एउटा शिक्षालाई पुरा गर्दै बया शिक्षालाई स्वागत गर्दै सम्पूर्णको जीवनमा खुसी समृद्धि छ शुभकामना।